एक परिवार क्यारेबियन समुद्रको बीचमा आफ्नो याटमा छुट्टी मनाइरहेको हुन्छ। आमा जुलिया पौडी खेल्न पानीमा हाम फाल्छिन्। आराम गरिरहँदा उनलाई केही अनौठो महसुस हुन्छ, तर वरिपरि केही पनि देखिँदैन। उनी सोच्छिन् कि सायद उनी भ्रममा परेकी हुन्। केही सेकेन्डपछि फेरि त्यही अनौठो महसुस हुन्छ। यसपटक पनि केही देखिँदैन, तर अब उनी डराउँछिन् र याटतिर पौडी खेल्न थाल्छिन्। अचानक कसैले उनको खुट्टा तान्न थाल्छ। उनी ठूलो स्वरमा मद्दतका लागि चिच्याउन थाल्छिन्। उनकी छोरी क्यासी हेडफोन लगाएर गीत सुन्दै हुन्छन्, त्यसैले उनले केही सुन्दिनन्। श्रीमान टम र छोरा बेन माछा मार्न व्यस्त हुन्छन्। जुलिया पानीमाथि टिकिरहन प्रयास गर्छिन्, तर पानी मुखमा पस्दा चिच्याउन गाह्रो हुन्छ। केही समयपछि टमले जुलियालाई केही समयदेखि नदेखेको महसुस गर्छ। उनी याटमा उनलाई खोज्न थाल्छन्। त्यसपछि उनी आफ्नो श्रीमतीलाई खतरामा देख्छन्। उनी बच्चाहरूलाई बोलाउँछन्। उनी याटलाई त्यसतर्फ लैजान्छन् र पानीमा हाम फाल्छन्। छिटै जुलियासम्म पुगेर उनलाई समात्छन् र याटतिर पौडी खेल्छन्। बच्चाहरूले दुवैलाई माथि तान्छन्। परिवारले जुलियाको हेरचाह गर्छ, तर जुलिया आफैलाई विश्वस्त बनाउँछिन् कि सायद यो लहरका कारण भएको हो। राति सबैजना सँगै बेनको जन्मदिन मनाउँछन्। क्यासीलाई उसको बोयफ्रेन्डको फोन आउँछ, त्यसैले उनी ल्यापटप लिएर बाहिर जान्छिन्। भिडियो कलमा उसको बोयफ्रेन्डले शहरमाथि ठूला काला बादल जम्मा भएको देखाउँछ। कल ग्लिच हुन्छ र रोकिन्छ। क्यासी यो कुरा परिवारलाई भन्न आउँछिन्, तर टम भन्छन् कि जमिनबाट टाढा भएकाले सिग्नल कमजोर भएको होला। त्यसपछि सबैले एउटा आवाज सुन्छन्। सबैजना बाहिर जान्छन् र व्हेलहरूको समूह गुज्रिरहेको देख्छन्। टमले बुझाउँछन् कि व्हेलहरू सधैँ पृथ्वीको चुम्बकीय क्षेत्रलाई पछ्याउँछन्, तर आँधी आउँदा उनीहरू अलमल्लमा पर्छन्। अचानक याट धेरै जोडले हल्लिन्छ र बेन लड्छ। टम चिन्तित हुन्छन् कि याटलाई क्षति पुगेको हुन सक्छ, त्यसैले उनी जाँच गर्न पानीमुनि डुब्छन्। केही समयपछि उनी सतहमा फर्किन्छन्, तर उनको काँधमा ठूलो घाउ हुन्छ। जुलिया तुरुन्तै उनको घाउ सिलाउँछिन्। टम भन्छन् कि पानीमुनि उनलाई यस्तो लाग्यो कि उनको पछाडि कुनै ठूलो प्राणी थियो, तर जब उनी फर्किए प्रोपेलरले उनलाई काट्यो। उनी भन्छन् जे पनि थियो त्यो धेरै ठूलो थियो। टमले याटमा धेरै क्षति भएको देख्छन्, त्यसैले उनीहरूले मद्दतको लागि सम्पर्क गर्नुपर्छ। जुलिया बारम्बार रेडियो प्रयोग गर्ने प्रयास गर्छिन्। क्यासी आफ्नो फोनमा सिग्नल खोज्छिन्, तर केही काम गर्दैन। अचानक क्यासीले एउटा अनौठो प्राणी देख्छिन् र चिच्याउँछिन्, तर त्यो त बेन हुन्छ, जसले मास्क लगाएर मजाक गरिरहेको हुन्छ। केही समयपछि याट पूर्ण रूपमा रोकिन्छ र समुद्रको बीचमै अड्किन्छ। जुलियाले रेडियोमा एउटा आवाज सुन्छिन्, तर आवाज यति खराब हुन्छ कि उनी केही बुझ्न सक्दिनन्। टम परिवारलाई भन्छन् कि उनीहरूसँग 4 दिनका लागि मात्र खाना र पानी छ र उनीहरूले कुनै माछा मार्ने डुङ्गाको प्रतीक्षा गर्नुपर्छ। अचानक रडारमा केही देखिन्छ र परिवारले एउटा अनौठो आवाज सुन्छ। सबैजना बाहिर दौडिन्छन् र अचम्मका साथ हेर्छन् कि धेरै मिटियोर जमिनतर्फ खसिरहेका छन्। जहाँ जहाँ ती खस्छन् त्यहाँ ठूलो विस्फोट हुन्छ। टम तुरुन्तै याट चलाउने प्रयास गर्छन्, तर त्यही समयमा एउटा मिटियोर पानीमा उनको नजिकै खस्छ। इन्जिन मुस्किलले चल्न थाल्छ, तर अर्को मिटियोर त्यही क्षेत्रमा खस्छ। परिवार डरले एकअर्कालाई बलियोसँग समात्छन्। त्यसपछि टमले महसुस गर्छन् कि खसिरहेका आगाका गोला मिटियोर्स होइनन्, स्याटेलाइट हुन्। त्यही समयमा बेनले याटबाट धुवाँ निस्केको देख्छन्। टम जाँच गर्छन् र पुष्टि गर्छन् कि इन्जिन बिग्रिएको छ। जब हावा तीव्र हुन थाल्छ, परिवार याटभित्र लुक्न थाल्छन्। उनीहरूले ध्यान नदिएकै कम्पास अत्यन्त छिटो घुमिरहेको हुन्छ। याट धेरै जोडले हल्लिन्छ। बेन फेरि लड्छ र यसपटक घाइते पनि हुन्छ। छावाहरू याटमा ठोक्किन्छन्। टम सङ्घर्ष गर्दै बाहिर जान्छन् र लाइफ ज्याकेट्स ल्याउँछन्। त्यसपछि अचानक बिजुली जान्छ। टम तुरुन्तै पावर बक्सको बटन थिच्छन् र बिजुली फेरि बल्छ। त्यही समयमा बेनले देख्छन् कि जुलियाको नाकबाट रगत बगिरहेको छ। जुलियालाई चक्कर आउन थाल्छ। क्यासी सिङ्कमै गएर बान्ता गर्छिन्। टम लगातार रेडियो चलाउने प्रयास गर्छन्, तर सिग्नल आउँदैन। अचानक ठूलो चर्को आवाज आउँछ र हावा अझै बलियो हुन्छ। जुलिया ढोकाहरू बन्द गर्ने प्रयास गर्छिन्, तर एउटा ह्याच खुल्छ र हावाले झ्यालहरू फुटाउन थाल्छ। टम फ्लेयर बाल्छन् र केही समयपछि अन्धकार छायो जान्छ। अर्को बिहान परिवार चकित हुँदै उठ्छ कि उनीहरू आधीबाट बाँच्न सफल भएका छन्, तर याट आधी बिग्रिएको छ।
जब उनीहरू बाहिर निस्कन्छन्, उनीहरू देख्छन् कि समुद्रको पानी गायब भएको छ र याट जमिनमा अड्किएको छ। यो देखेर सबैजना स्तब्ध हुन्छन्। क्यासी सिग्नल चेक गर्छिन्, तर नेटवर्क पूर्ण रूपमा बन्द हुन्छ। बेन दुईवटा मरेका केकडासँग खेल्न थाल्छन्। टम कम्पास चेक गर्छन् र देख्छन् कि त्यो उल्टो भएको छ। यस्तो घटना अन्तिम पटक 7 लाख वर्ष अघि भएको थियो। क्यासी सोच्छिन् कि उसको बोयफ्रेन्ड सायद मरेको होला र उनी रोएर भाचिन्छन्। जब जुलिया उनलाई सम्झाउन आउँछिन्, क्यासी रिसाएर टाढा जान्छन्। जुलिया र टम बाँकी रहेको सामान जाँच गर्छन्। बेन आफ्नो जन्मदिनका बलुनहरू एउटा ढुङ्गामा बाँध्छन्, ताकि यदि अरू कोही बाँचेका छन् भने देखुन्। टम फेरि रेडियो चलाउँछन् र यसपटक एउटा व्यक्तिसँग सम्पर्क हुन्छ। उसको नाम नाउ हो र ऊ एउटा पनडुब्बीको कप्तान हो। उसको पनडुब्बी पनि जमिनमा अड्किएको छ। उसले पुष्टि गर्छ कि पृथ्वीका चुम्बकीय ध्रुवहरू उल्टिएका छन्, त्यसैले समुद्र पछाडि हटेको छ र जमिन तल धसेको छ। उसले भन्छ कि उसले अरू कुनै बाँचेकाहरू देखेको छैन र सम्पूर्ण सञ्चार प्रणाली बन्द छ। उसले यो पनि भन्छ कि ध्रुवहरू फेरि उल्टिनेछन् र सम्भवतः 1 हप्तामा समुद्र फर्किनेछ। उसले परिवारलाई सकेसम्म अग्लो स्थानमा जान चेतावनी दिन्छ, किनभने पानी फर्किँदा धेरै खतरनाक हुनेछ। उसले भन्छ कि उसको साथी दुर्घटनामा मरेको छ र पनडुब्बीमा 3 जनाका लागि मात्र ठाउँ छ। जुलिया र टम उसलाई आफ्ना बच्चाहरूलाई बचाउन अनुरोध गर्छन्। उसले आफ्नो कोअर्डिनेट्स दिन्छ। टम हिसाब गर्छन् कि पनडुब्बीसम्म पुग्न 2 देखि 3 दिन लाग्नेछ। उनी परिवारलाई भन्छन् कि आज राम्रोसँग आराम गरौँ, भोलि बिहान यात्रा सुरु गर्छौं। अर्को बिहान परिवार आफ्नो सामान प्याक गर्दै हुन्छ। त्यही समयमा टमले नजिकै केही चलिरहेको देख्छन्। त्यो एउटा लङ्गडो मानिस हुन्छ, जसको हातमा हार्पुन हुन्छ र उसको कुकुर कुच्याइरहेको हुन्छ। टम उसतिर जान्छन् र उसलाई पानीको बोतल दिन्छन्, तर त्यो मानिस कुनै अज्ञात भाषामा कुरा गर्छ जुन टमले बुझ्न सक्दैनन्। पानी पिएपछि अचानक त्यो मानिसले बोतलले टमको टाउकोमा हान्छ र उसलाई जोडले अनुहारमा लात मार्छ। जुलिया डराएर भाग्न खोज्छिन्, तर ढिलो भइसकेको हुन्छ। त्यो मानिसले टमको पेटमा हार्पुन घोप्छ। टम केही समय सङ्घर्ष गर्छन् र त्यसपछि उसले उनको घाँटी पनि काटिदिन्छ। त्यसपछि त्यो मानिस जुलियाको पछि लाग्छ र उसतिर हार्पुन फाल्छ, जसले उनको काँधमा चोट पुर्याउँछ। जुलिया पीडामा याटभित्र दौडिन्छन् र बच्चाहरूलाई लुक्न भन्छन्। उनी ढोका बन्द गर्छिन्। क्यासी र बेन सोफाभित्र लुक्छन्। जुलिया उनीहरूलाई फ्लेयर गन दिन्छन् र आफै चक्कु लिएर बाथरुममा लुक्छिन्। त्यो मानिस ढोकामा जोड लगाउँछ र अन्ततः भित्र पस्छ। पहिला ऊ केही खाना उठाउँछ र त्यसपछि याटभित्र खोज्न थाल्छ। त्यसपछि ऊ बाथरुमतिर जान्छ। तर जुलिया बुद्धिमानीपूर्वक एउटा सानो फ्वालबाट बाहिर निस्कन्छन्। त्यो मानिस जुलिया भागिसकेकी हुन् भनेर सोध्छ, तर जब जुलिया बिस्तारै बाहिर निस्कन लाग्छिन्, कुकुरले उनलाई देख्छ र भुक्न थाल्छ। कुकुर उसतिर झम्टिन्छ, त्यसैले जुलियाले चक्कुले कुकुरलाई मारिदिन्छन्। कुकुरको आवाज सुनेर त्यो मानिस बाहिर आउँछ र आफ्नो कुकुर मरेको देखेर अत्यन्त क्रोधित हुन्छ। यसैबीच जुलिया याटको अर्को साइडबाट भित्र पस्ने प्रयास गर्छिन्। उनी चढ्छिन् र फुटेको झ्यालबाट भित्र पस्न खोज्छिन्, तर त्यो मानिस पहिले नै त्यहाँ पुग्छ। उसले जुलियालाई समात्छ र जोडले हान्छ, जसले गर्दा उनी तल लड्छिन्। जुलिया फर्निचर समातेर भाग्न खोज्छिन्, तर उसले लात मार्छ। त्यसपछि उसले उनको हात उपर खुट्टा राखेर चक्कु खसाल्न लगाउँछ, कपाल समातेर अनुहार जमिनमा ठोक्क्याउँछ, सोफामा फाल्छ र घाँटी थिच्न थाल्छ। बच्चाहरू यो सबै हेरिरहेका हुन्छन्। क्यासी बाहिर निस्कन्छिन् र फ्लेयर गन चलाउँछिन्, जुन सिधै त्यो मानिसमा लाग्छ। ऊ आगोले पोलिन थाल्छ र याटमा आगो फैलन्छ। बच्चाहरू तुरुन्त भाग्छन्, तर जुलिया फेरि उठ्छिन्। उनी उसलाई लात मारेर तल पार्छिन्। त्यसपछि नक्सा र झालो उठाएर त्यहाँबाट भाग जान्छिन्। बेन र क्यासी आफ्नो बुवातिर जान्छन् र रुन थाल्छन्। जुलिया पनि उनीहरूसँग जोडिन्छन् र तीनैजनाले टमलाई अन्तिम बिदाई दिन्छन्। त्यसपछि त्यो डराउनो मानिस फेरि याटबाट बाहिर निस्कन्छ र परिवार फेरि भाग्न थाल्छन्। केही समयपछि याट ठूलो विस्फोटसँगै पड्किन्छ। केही दूरी हिँडिसकेपछि उनीहरू एउटा सानो झरना निकट रोकिन्छन्। क्यासी भन्छन् कि सायद त्यो मानिस बलुन देखेर आएको हुन सक्छ। यो सुनेर बेन आफैलाई दोष दिन थाल्छ। जुलिया भन्छन् कि यो उसको गल्ती होइन र सबैलाई अगाडि बढ्न भन्छन्, किनभने त्यो मानिस अझै उनीहरूको पछि लागिरहेको छ। बाटोमा सानो पोखरी निकट बेन एउटा मरेको ह्यामरहेड शार्क देखेर अचम्मित हुन्छ। त्यसपछि जुलियाले देख्छिन् कि त्यो मानिस फेरि उनीहरूतर्फ आउन लागेको छ।
सबैजना दौडिन्छन् र बालुवाको ढिस्कोबाट लडेर तल झर्छन्। त्यहाँ उनीहरूले टक्सिक वेस्ट देख्छन्। परिवार सावधानीपूर्वक त्यसलाई पार गर्छ र जस्तो लाग्छ कि उनीहरूले त्यो मानिसबाट छुटकारा पाएका छन्। हिँड्दै जाँदा उनीहरूले समुद्रको तल्लो भागमा जम्मा भएका ठूला मरेका समुद्री जनावर र प्लास्टिक देख्छन्। बेन बिस्तारै हिँड्न थाल्छ। त्यसैले जुलियाले बुझ्छिन् कि ऊ डिहाइड्रेसनको नजिक पुगेको छ। उनी सबैलाई रोक्न भन्छिन्। जब उनले पानीको बोतल हेर्छिन्, उनी छक्क पर्छिन्, किनभने पानी लगभग सकिएको छ। क्यासीले महसुस गर्छिन् कि सायद उनले बोतल राम्रोसँग बन्द गरेकी थिइनन्। जुलिया रिसाएर भन्छिन् कि उनको लापरवाहीका कारण पानी सकियो। क्यासी भन्छिन्, अब यसको के मतलब, हामी त बाँच्ने छैनौं। यसपछि उनीहरूबीच लामो बहस हुन्छ। तर त्यसपछि पनि परिवार अगाडि बढिरहन्छ। केही समयपछि उनीहरूले एउटा दुर्घटित विमान भेट्छन्। भित्र केही चलेको देखेर सबै डराउँछन्, तर त्यो त केवल चराहरू हुन्छन्। परिवार त्यही विमानभित्र रात बिताउँछ। उनीहरू थोरै खाना बाँडेर खान्छन्। जुलियाले टमको ज्याकेटभित्र एउटा पारिवारिक फोटो भेट्छिन्, जुन देखेर उनको मन टुट्छ। क्यासी सोध्छिन्, तपाईँ र बुबाको प्रेम कथा कस्तो थियो? जुलिया मुस्कुराउँदै भन्छिन् कि टम उनको अस्पतालको बिरामी थिए। एक दिन उनले फूल र एउटा सुन्दर कविता दिएर आफ्नो प्रेम व्यक्त गरेका थिए। रातको बीचमा क्यासी विमानबाट बाहिर निस्किन्छिन्। त्यही बेला त्यो डरलाग्दो मानिस पछाडिबाट उनलाई समात्न खोज्छ। तर जुलिया अचानक पछाडिबाट आएर उसमाथि आक्रमण गर्छिन् र बारम्बार चक्कु प्रहार गरेर उसलाई मारिदिन्छिन्। क्यासी आफ्नो आमालाई अंगालो हालेर शान्त पार्छिन्। अर्को बिहान त्यो मानिसको लासमा धेरै किराहरू लागेको हुन्छ। परिवारले देख्छ कि उसको शरीरमा धेरै टुकाइका चिन्हहरू छन्, जसले संकेत गर्छ कि यस क्षेत्रमा कुनै खतरनाक जीव लुकेको छ। जब उनीहरू त्यहाँबाट जान्छन्, केकडाहरू उसको मुखबाट निस्कन थाल्छन्। केही घण्टापछि जुलिया र क्यासी नक्सा हेर्दै हुन्छन्, तर बेन बिस्तारै अगाडि बढ्छ। जुलिया चिच्याउँछिन्, रोकिनु। तर बेन एउटा पोखरीतिर झुक्छ र पानी पिउन थाल्छ। जुलिया तुरन्तै उसलाई तान्छिन् र भन्छिन् कि अन्जान पानीले उसलाई बिरामी बनाउन सक्छ। जब घाम धेरै तातो हुन्छ, परिवारले आफ्नो टाउको कपडाले छोप्छ। बेनलाई चक्कर लाग्न थाल्छ। त्यसपछि उनीहरूले केही पुराना कुर्सीहरू भेट्छन् र जुलिया र क्यासी मिलेर एउटा अस्थायी आश्रय बनाउँछन्। जुलियाले बेनलाई इन्जेक्सन दिन्छिन् र त्यही रात बस्ने निर्णय गर्छन्। बिहान जुलिया एउटा अनौठो आवाजले बिउजिन्छिन्। जब उनी बाहिर गएर हेर्छिन्, उनी देख्छिन् कि ठूलो संख्यामा केकडाहरू उनीहरूतर्फ आइरहेका छन्। उनी तुरुन्तै बच्चाहरूलाई उठाउँछिन् र तीनैजना दौडिन थाल्छन्। दौड्दै जाँदा उनीहरूले एउटा ठूलो कार्गो जहाज देख्छन्। त्यहाँ 3 जना क्रू सदस्यहरू जीवित हुन्छन्। एक महिला उनीहरूलाई मद्दत गर्न चाहन्छिन्, तर बाँकी 2 पुरुषहरू अस्वीकार गर्छन् र कन्टेनर लक गरेर परिवारलाई बाहिरै छोडिदिन्छन्। केकडाहरू नजिकिँदै आउँछन्। जुलियाले बच्चाहरूलाई कन्टेनरमाथि चढ्न मद्दत गर्छिन्। जब उनी आफै चढ्न खोज्छिन्, एउटा केकडाले उनको खुट्टामा जोडले टोक्छ। बच्चाहरूले उनलाई तानेर माथि ल्याउँछन्, नत्र उनी तल खस्ने थिइन्। केही केकडाहरू कन्टेनरभित्र प्वालबाट पस्छन्। क्रू सदस्यहरूले गोली चलाउन थाल्छन्, तर केकडाहरूले उनीहरूलाई नियन्त्रणमा लिएर मारिदिन्छन्। अन्तिम मानिस छठको प्वालतिर पुग्छ, तर केकडाहरूले उसलाई पनि तल तानेर मार्छन्। जुलियाले आफ्नो घाउ बाँच्छिन्, तर त्यसपछि बेहोस हुन्छिन्। केही समयपछि होस आउँदा उनी आफूलाई बालुवाको आँधीको बीचमा एक्लै भेट्छिन्। उनी डराउँछिन् र बच्चाहरूलाई खोज्न थाल्छिन्। उनी एउटा मरेकी महिलाको हतियार उठाउँछिन् र ठूलो स्वरमा कराउँछिन्। क्यासी उनको आवाज सुनेर फर्किन्छिन् र भन्छिन् कि उनी र बेन मद्दत खोज्न गएका थिए, तर कसैलाई पनि भेटेनन्। त्यसपछि उनीहरू बेनसँग भेट हुन्छन्, जसले एउटा खुला कन्टेनर फेला पार्छ, जहाँ उनीहरू आधी सकिनेसम्म बस्न सक्छन्। जुलियाले टमको लाइटर प्रयोग गरेर आफ्नो घाउ पोल्छिन्, जुन अत्यन्त पीडादायी हुन्छ। आधी सकिएपछि उनीहरूले अर्को कन्टेनर भेट्छन्, जहाँ धेरै पानीका बोतलहरू हुन्छन्। उनीहरूले केही लासहरू जाँच गर्दा रेडियो र बन्दुक पनि भेट्छन्। जुलियाले रेडियो मार्फत नाउसँग सम्पर्क गर्छिन् र भन्छिन् कि नक्सा हराएको छ। नाउ भन्छ कि उनीहरूलाई आर्थ्रोपोड्सले आक्रमण गरेका थिए, जुन अब अक्सिजनका कारण पूर्ण रूपमा पागल भएका जीवहरू हुन्। उसले भन्छ कि समुद्र उनीहरूको अनुमानभन्दा छिटै फर्किन लागेको छ र उनीहरूसँग अब केवल केही घण्टा मात्र बाँकी छ। उसले एउटा फ्लेयर फाल्छ र परिवार त्यस दिशातर्फ दौडिन थाल्छ। लामो यात्रापछि परिवार एउटा भाँचिएको टोयलेट नजिक पुग्छ, जहाँ बेनले पिसाब गर्छ। त्यसपछि उनीहरूले नजिकै पण्डुब्बी देख्छन्, तर त्यहाँ पुग्न उनीहरूले ठूलो ढुङ्गाको बाटो पार गर्नुपर्छ। जब उनीहरू त्यो बाटो पार गर्दै हुन्छन्, भिट्टाहरू हल्लिन थाल्छन् र ढुङ्गाहरू खस्न थाल्छन्, जसले गर्दा भयंकर पहिरो जान्छ। जुलिया तुरुन्तै आफ्ना बच्चाहरूलाई धकेलेर सुरक्षित बनाउँछिन् र आफै पछि हट्छिन्, ताकि उनी कुचिन नपरोस्। अब ढुङ्गाको परवालले उनीहरूलाई छुट्याइदिन्छ।
जुलिया बच्चाहरूलाई अगाडि जान भन्छिन्, तर क्यासी मान्दिनन् र आमालाई पनि चढ्न आग्रह गर्छिन्। धेरै बहस र कराएपछि जुलियाले वाचा गर्छिन् कि उनी पछि भेट्नेछन्। अन्ततः क्यासी बाध्य भएर आफ्नो भाइलाई लिएर अगाडि बढ्छिन्। बच्चाहरू ढुङ्गाको बाटो चढेर पण्डुब्बीतिर दौडिन्छन्, तर त्यहाँ पुग्दा उनीहरूले नाउलाई रगतले ढाकिएको अवस्थामा भेट्छन्। उसले भन्छ कि अब उसको अन्त्य भइसकेको छ र बच्चाहरूले पण्डुब्बी प्रयोग गर्न सक्छन् किनभने अब एउटा अतिरिक्त ठाउँ छ। क्यासी आमालाई खोज्न फर्किन्छिन्। त्यही समय जुलिया केकडाहरू नजिकिँदै आउँदेको र गोली चलाउन थालेको देख्छिन्। उनी केहीलाई मार्छिन्, तर झुण्ड धेरै ठूलो हुन्छ। त्यही बेला क्यासी माथिबाट हात बढाउँछिन् र जुलिया घाइते खुट्टासँगै चढ्न थाल्छिन्। क्यासीको मद्दतले उनी अर्को छेउमा पुग्छिन् र दुवैजना पण्डुब्बीतिर दौडिन्छन्। बेन पहिले नै माथि पुगेर केकडाहरूलाई डिस्ट्र्याक्ट गर्न गोली चलाइरहेको हुन्छ। जब केकडाहरू नाउको शरीरमा पुग्छन्, उनीहरू तुरुन्तै त्यसलाई खान थाल्छन्। जुलियाले बन्दुक समातेर गोली चलाइरहन्छिन्, जबसम्म बच्चाहरू सुरक्षित हुँदैनन्। जब गोली सकिन्छ, उनी बन्दुक फ्याँकेर आफै पनि भित्र पस्छिन्। परिवारले ह्याच बन्द गर्छ र झ्यालबाट केकडाहरूलाई हेर्छ। त्यही समयमा समुद्र फर्किन्छ। सबैजना सीटमा बस्छन्, बेल्ट लगाउँछन् र एकअर्काको हात समात्छन्। शक्तिशाली छालहरूले पण्डुब्बीलाई जोडले हल्लाउँछन्। जुलियालाई आफ्नो सम्पूर्ण यात्राको दृश्य देखिन्छ र क्यासीलाई बान्ता हुन्छ। ठूलो आवाज आउँछ र सबै बेहोस हुन्छन्। केही समयपछि जुलिया र बच्चाहरू होशमा आउँछन् र आफूहरू बाँचेको देखेर खुसी हुन्छन्। उनीहरू ह्याच खोल्छन् र बाहिर निस्कन्छन्। छालहरूले पण्डुब्बीलाई एउटा ध्वस्त शहरतर्फ धकेलिरहेको छ। यसको अर्थ अब बाँच्ने र नयाँ जीवन सुरु गर्ने आशा छ। यही फिल्म समाप्त हुन्छ।